हेलो गाइज अहिले नेपालमा चाहिँ चुनावको माहौल छ। त्यो चुनावको माहौलसँगै नेपाली देशवासीले भूमिगत नेपाली देशवासीले चाहिँ चिन्न नसकेका अहिलेसम्म बुझ्न नसकेका हुन त चान्स एकचोटि दिएको 2064 मा, तर काम गर्छु भन्दै पनि गर्न दिँदैन है। अब अहिलेसम्म परिवर्तनका संवाहक रहेको पार्टी नेकपा माओवादी केन्द्र यसपालिको चुनावमा चाहिँ तारा भोट लिएर उठेको छ। देशमा मात्र होइन विदेशमा पनि यसो एकदम क्रेज छ। म तपाईहरुलाई चाहिँ यहाँनिर फोटो देखाउँछु। यो चाहिँ नेपालमा मात्र नभई विदेशमा पनि एकदम लोकप्रिय रहेको नेपाल कम्युनिस्ट पार्टीको झन्डा चाहिँ यहाँ कोरियामा पनि देखेँ मैले। भयो होला गाइज होइन, पछि पछुताउनु भन्दाखेरि चाहिँ यसपालि चाहिँ हो एउटा कुरो भनिन्छ हो होइन, बिग्रेको मान्छे कहिले सप्रिँदैन भन्ने कुरो हुँदैन। जो बिग्रियो त्यो सप्रेको नै ठुलो कुरा हो है। त्यस्तै सोचेर चाहिँ यसपालि चाहिँ तारालाई भोट दिनु होला। सबै देशवासीहरूले तारा चिन्हलाई बहुमत दिलाएर चाहिँ देश परिवर्तन गर्ने सुवर्ण अवसर दिनुहुन्छ भन्ने म तमाम नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, आमा बुवा सबैजनालाई चाहिँ विदेशबाट विनम्र अनुरोध गर्दछु। अब हामीले गर्न सक्ने र भन्न सक्ने यति मात्र हो, सही विचार गर्नुहोस्। एउटा भोट हो, खेर नजाओस्, तपाईहरुको पछि पछुताउनु नपरोस् भन्दै जय देश जय नारा। यसपालिको भोट पाँचमुखे तारा भनी भोट हाल्नु होला। धन्यवाद। लाल सलाम।